नमस्कार, स्वागत छ यहाँहरूलाई। आजको पहिलो प्रश्न नम्बर 1। पूर्व ऐतिहासिक कालको अध्ययनमा कन्टेक्स्चुअल इन्टरप्रिटेसन भन्नाले के जनाउँछ? ए. शिलालेख पढ्ने, बी. अवशेषलाई सन्दर्भ अनुसार व्याख्या गर्ने प्रक्रिया, सी. वंशावली लेख्ने, डी. धर्मको अध्ययन। यसको सही उत्तर रहेको छ अप्सन बी, अवशेषलाई सन्दर्भ अनुसार व्याख्या गर्ने प्रक्रिया। प्रश्न नम्बर 2। पूर्व ऐतिहासिक कालमा मानव बसोबास चयनमा सबैभन्दा निर्णायक तत्त्व के थियो? ए. राजनीतिक सुरक्षा, बी. धार्मिक स्थान, सी. प्राकृतिक स्रोतको उपलब्धता, डी. व्यापारिक मार्ग। यसको सही उत्तर अप्सन नम्बर सी, प्राकृतिक स्रोतको उपलब्धता। प्रश्न नम्बर 3। निम्नमध्ये कुन कुरा पूर्व ऐतिहासिक समाजमा सामाजिक नियन्त्रणको माध्यम थियो? ए. लिखित कानुन, बी. राज्य प्रशासन, सी. परम्परा र सामूहिक नियम, डी. सेना। यसको सही उत्तर अप्सन नम्बर सी, परम्परा र सामूहिक नियम। प्रश्न नम्बर 4। पूर्व ऐतिहासिक अर्थतन्त्रलाई सब्सिस्टेन्स इकोनोमी किन भनिन्छ? ए. उत्पादन निर्यातका लागि हुन्थ्यो, बी. उत्पादन आफ्नै जीविकोपार्जनका लागि मात्र हुन्थ्यो, सी. व्यापारमा आधारित थियो, डी. कर प्रणाली थियो। यसको सही उत्तर अप्सन नम्बर बी, उत्पादन आफ्नै जीविकोपार्जनका लागि मात्र हुन्थ्यो। प्रश्न नम्बर 5। पूर्व ऐतिहासिक कालमा प्रविधि विकासको गति कस्तो थियो? ए. तीव्र, बी. स्थिर, सी. क्रमिक या ग्रेजुअल, डी. अचानक। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, क्रमिक अथवा ग्रेजुअल। प्रश्न नम्बर 6। पूर्व ऐतिहासिक मानव समूहमा नेतृत्व कसरी निर्धारण हुन्थ्यो? ए. चुनाव, बी. वंशानुगत, सी. अनुभव र क्षमता आधारित अनौपचारिक नेतृत्व, डी. धार्मिक नियुक्ति। यसको सही उत्तर अप्सन सी, अनुभव र क्षमता आधारित अनौपचारिक नेतृत्व। प्रश्न नम्बर 7। पूर्व ऐतिहासिक समाजमा इकोनोमिक स्पेशलाइजेसन किन सीमित थियो? ए. राज्यको अभाव, बी. सानो जनसङ्ख्या र साधारण जीवनशैली, सी. व्यापारको कमी, डी. धर्मको प्रभाव। यसको सही उत्तर अप्सन बी रहेको छ, सानो जनसङ्ख्या र साधारण जीवनशैली। प्रश्न नम्बर 8। निम्नमध्ये कुन परिवर्तनले पूर्व ऐतिहासिक समाजलाई ऐतिहासिक समाजतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेलेको थियो? ए. शिकार, बी. आगाको प्रयोग, सी. कृषि विकास र स्थायी बसोबास, अप्सन डी. नदी किनार बसोबास। सही उत्तर अप्सन सी, कृषि विकास र स्थायी बसोबास। प्रश्न नम्बर 9। पूर्व ऐतिहासिक समाजमा सम्पत्ति वितरणको स्वरूप कस्तो थियो? अप्सन ए. पूर्ण निजी, बी. राज्य स्वामित्व, सी. सामूहिक स्वामित्वमा आधारित, डी. व्यापारिक। सही उत्तर अप्सन सी, सामूहिक स्वामित्वमा आधारित। प्रश्न नम्बर 10। पूर्व ऐतिहासिक कालको एब्सेन्स अफ स्टेट भन्नाले के जनाउँछ? ए. राज्य अस्तित्वमा थिएन, बी. राजनीतिक संरचना नै थिएन, सी. औपचारिक केन्द्रीय शासन प्रणालीको अभाव थियो, डी. समाज थिएन। सही उत्तर अप्सन सी, औपचारिक केन्द्रीय शासन प्रणालीको अभाव थियो। प्रश्न नम्बर 11। पूर्व ऐतिहासिक समाजमा मोबिलिटी उच्च हुनुको मुख्य कारण के थियो? राजनीतिक अस्थिरता, खाद्य स्रोतको खोजीमा निर्भरता, धार्मिक यात्रा, व्यापार विस्तार। सही उत्तर अप्सन बी, खाद्य स्रोतको खोजीमा निर्भरता। प्रश्न नम्बर 12। पूर्व ऐतिहासिक मानवले स्थायी बसोबासतर्फ किन रूपान्तरण गर्यो? ए. व्यापार विकास, बी. कृषि र पशुपालनको विकास, सी. राज्य निर्माण, डी. धर्म। यसको सही उत्तर अप्सन बी, कृषि र पशुपालनको विकास। प्रश्न नम्बर 13। पूर्व ऐतिहासिक कालमा टेक्नोलोजी कन्स्ट्रेन्ट भन्नाले के जनाउँछ? ए. आधुनिक प्रविधि प्रयोग, बी. सीमित साधन र सरल औजार प्रणाली, सी. औद्योगिक विकास, डी. उच्च उत्पादन। यसको सही उत्तर अप्सन बी, सीमित साधन र सरल औजार प्रणाली। प्रश्न नम्बर 14। पूर्व ऐतिहासिक समाजमा इग्यालिटेरियन स्ट्रक्चरको अर्थ के हो? ए. वर्ग विभाजन, बी. सबैमा समान अधिकार र स्रोतको पहुँच, सी. राजा प्रजा सम्बन्ध, डी. आर्थिक असमानता। अप्सन
बी सबैमा समान अधिकारको स्रोतको पहुँच। प्रश्न नम्बर 15 निम्नमध्ये कुन तत्त्वले राज्य निर्माणतर्फको विकासलाई सबैभन्दा प्रत्यक्ष रूपमा अघि बढायो? ए शिकार, बी जनसङ्ख्या वृद्धि प्लस स्थायी बसोबास, सी धर्म, डी नदी। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी जनसङ्ख्या वृद्धि र स्थायी बसोबास। प्रश्न नम्बर 16 पूर्व ऐतिहासिक कालमा इन्स्टिट्युसनल डेभलपमेन्ट किन सीमित थियो? ए धर्मको अभाव, बी लिखित प्रणालीको अभाव र सानो समाज संरचना, सी व्यापारको कमी, डी भाषा। यसको सही उत्तर अप्सन बी लिखित प्रणालीको अभाव र सानो समाज संरचना। प्रश्न नम्बर 17 पूर्व ऐतिहासिक समाजमा रिसोर्स सेयरिङको प्रमुख आधार के थियो? ए कर प्रणाली, बी बजार, सी सामूहिक जीवनशैली, डी राज्य। यसको सही उत्तर रहेको छ अप्सन सी सामूहिक जीवनशैली। प्रश्न नम्बर 18 हन्टर ग्यादरर इकोनोमीको मुख्य सीमा के थियो? ए उत्पादन धेरै हुन्थ्यो, बी स्थायित्वको कमी र अनिश्चितता, सी व्यापारको विकास, डी कृषि। सही उत्तर अप्सन नम्बर बी स्थायित्वको कमी र अनिश्चितता। प्रश्न नम्बर 19 पूर्व ऐतिहासिक कालमा प्रोटो सोसियल अर्गनाइजेसन भन्नाले के जनाउँछ? ए पूर्ण विकसित समाज, बी प्रारम्भिक सामाजिक संरचना, सी आधुनिक समाज, डी धार्मिक संस्था। सही उत्तर रहेको छ अप्सन नम्बर बी प्रारम्भिक सामाजिक संरचना। प्रश्न नम्बर 20 पूर्व ऐतिहासिक समाजमा डिसिजन मेकिङ प्रक्रिया कस्तो थियो? ए राजा केन्द्रित, बी सामूहिक र अनौपचारिक, सी कानुनी, डी प्रशासनिक। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी सामूहिक र अनौपचारिक। प्रश्न नम्बर 21 पूर्व ऐतिहासिक कालमा इकोनोमिक सरप्लस किन न्यून थियो? ए कर प्रणाली, बी उत्पादन प्रविधि सीमित र सब्सिस्टेन्स इकोनोमी, सी व्यापार, डी उद्योग। तो सही उत्तर अप्सन नम्बर बी उत्पादन प्रविधि सीमित र सब्सिस्टेन्स इकोनोमी। प्रश्न नम्बर 22 पूर्व ऐतिहासिक समाजमा रिस्क म्यानेजमेन्ट कसरी गरिन्थ्यो? ए बीमा, बी राज्य, सी समूहगत सहकार्य र साझा स्रोत प्रयोग, डी बैंक। सही उत्तर अप्सन नम्बर सी समूहगत सहकार्य र साझा स्रोतको प्रयोग। प्रश्न नम्बर 23 पूर्व ऐतिहासिक मानवले वातावरणसँग कस्तो सम्बन्ध राख्थ्यो? ए नियन्त्रण, बी शोषण, सी निर्भरता अथवा डिपेन्डेन्स, डी प्रतिस्पर्धा। यसको सही उत्तर अप्सन नम्बर सी निर्भरता अथवा डिपेन्डेन्स। प्रश्न नम्बर 24 इलिटरेट सोसाइटीको अर्थ के हो? ए शिक्षित समाज, बी लिखित भाषा नभएको समाज, सी धार्मिक समाज, डी औद्योगिक समाज। इसको सही उत्तर अप्सन बी लिखित भाषा नभएको समाज। प्रश्न नम्बर 25 पूर्व ऐतिहासिक समाजमा कन्फ्लिक्ट रिजोल्युसन कसरी हुन्थ्यो? ए अदालत, बी सेना, सी परम्परा र समूह सहमति, डी राजा। सही उत्तर अप्सन सी परम्परा र समूह सहमति। प्रश्न नम्बर 26 सेडेन्ट्री लाइफको सुरुवातले कुन परिवर्तन ल्यायो? ए गतिशीलता बढ्यो, बी कृषि र स्थायी बसोबास बढ्यो, सी शिकार बढ्यो, डी युद्ध। सही उत्तर अप्सन बी कृषि र स्थायी बसोबास बढ्यो। प्रश्न नम्बर 27 पूर्व ऐतिहासिक समाजमा ओनरसिपको अवधारणा कस्तो थियो? ए निजी, बी राज्य, डी सामूहिक या अस्पष्ट, डी व्यापारी। इसको सही उत्तर अप्सन नम्बर सी सामूहिक या अस्पष्ट। प्रश्न नम्बर 28 कल्चरल ट्रान्समिसन पूर्व ऐतिहासिक समाजमा कसरी हुन्थ्यो? ए पुस्तक, बी विद्यालय, सी मौखिक परम्परा या ओरल ट्रेडिसन, डी अभिलेख। सही उत्तर अप्सन सी मौखिक परम्परा अथवा ओरल ट्रेडिसन। प्रश्न नम्बर 29
पूर्व ऐतिहासिक कालमा एडप्टेसन भन्नाले के जनाउँछ? ए वातावरण परिवर्तन, बी मानवले वातावरण अनुसार आफूलाई ढाल्नु, सी राज्य निर्माण, डी व्यापार। यसको सही उत्तर अप्सन बी मानवले वातावरण अनुसार आफूलाई ढाल्नु। आजको अन्तिम प्रश्न नम्बर 30। पूर्व ऐतिहासिक कालमा सोसियल इनइक्वालिटी किन न्यून थियो? ए राज्य, बी कर, सी समान स्रोत पहुँच र सानो समाज संरचना, डी व्यापार। यसको सही उत्तर हजुरले कमेन्ट बक्समा लेख्नुहोला। आजको लागि यति नै। कृपया च्यानल लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। हस्त धन्यवाद।